कलाकारितासँगै व्यवसायलाई पनि सँगै अगाडि बढाउँदै कलाकार रुक्मिला अधिकारी। दर्शकबिन नेपाली टेलिश्रृङ्खला जुठेमा गाउँले युवतीको भूमिका निर्वाह गरेर सबैको मनमा बस्न सफल कलाकार रुक्मिला अधिकारी यानि कि जुठी सिरियलकी मनमायाले आफ्नै लगानीमा मोमो हाउस सञ्चालन गरेकी छन्। उनले केही दिन अघि मात्रै एक कार्यक्रमका बीच मोमो घर सञ्चालन ल्याएकी थिइन्। गजबको मोमो नाम दिएको उक्त व्यवसायबाट आफू थप अगाडि बढ्ने उनले बताएकी छन्। उनले केही वर्ष यता ट्रिपल ट्री गार्डन नामक एउटा होटल पनि सञ्चालन गर्दै आइरहेकी थिइन्। उक्त समारोहमा हल्का रमाइलो र सँगसँगै जुठे सिरियलका लगायतका अन्य कलाकारहरूको पनि उपस्थिति रहेको थियो। आफू व्यवसायमा लाग्नुका लागि ज्यादाहरूको सहयोग रहेको भन्दै जुठेका सम्पूर्ण कलाकारहरूलाई पनि धन्यवाद दिएकी थिइन्। दर्शकबिन यति बेला उनी हल्का रमाइलो जुठे लगायत अन्य सिरियलहरूमा पनि व्यस्त रहेकी छन्। उनको कलाकारिता सँगसँगै व्यावसायिकताको पनि सफलताको धेरै धेरै शुभकामना।